तान्नुको लागि केही छैन जिपिएस छ हाम्रो बेहुलालाई स्वागत छ भ्लगमा खोइ लाइक सब्सक्राइब खोइ भन्नु पर्दैन च्यानललाई लाइक सब्सक्राइब कमेन्ट गर्नु होला। हेलो वेलकम तपाईँहरूलाई बारपा भ्लगमा। आजबाट मेरो भ्लग सुरु हुँदैछ। आज हाम्रो भ्लगमा चाहिँ हामी ट्राभल गर्दैछौँ वीरगन्ज। त्यसको लागि अब हामी सबजना रेडी भइसकेका छौँ। हामी 3 दाजुभाइ सुनिल पनि हुन्छ खाजा खाँदैछ भात पो खाँदै ल ठिक छ। ओके जेडेन बाबा अब निस्केको ल छोरो बाई बाई। ओके धेरै गेम नखेल्नु एक्जाम आउनु लाग्छ अब पढ्नु नि पर्छ। डु यु वान्ट टु से एनिथिङ छोरो के भन्नु छ बाबाको भ्लगमा? जेडेन व्यस्त छ के गर्नु। अब बाबा 3 दिन घर आउँदैन छोरो? 3 दिन ओके 3 days ओके 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 अनि आमालाई धेरै ल्याङ नगर्ने ल छोरो। ओके राम्रोसित आमाले भनेको मान्ने। टक 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 ओके 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 ल बाई से बाई। बाई। यता हेरेर हेर्नुहोस् खै यता हेरेर खै डु सब्सक्राइब भनेको है बाबाको च्यानललाई। सब्सक्राइब ओके ओके थ्याङ्क यू छोरो। फाइनल्ली हाम्रो गाडी आइसकेको छ। हाम्रो गाडीको आजको ड्राइभर चाहिँ यहाँ छ। हेलो भाइ आजको हाम्रो ड्राइभर। आजको यात्रा रमाइलो होला नि होइन? बहुत हाल्दैन म त यहाँ हाल्दा यसरी हालिदियो मतलब भएर। हामी अहिले यहाँ घरबाट निक्लेर 3 चुली आइपुग्यौँ। त्यही भने गाडीको नि खास यस्तो यो रुल्स हुने यत्रो क्यामेरा हालेपछि होइन त्यो 2 महिनासम्म टिक्ने फुटेज हुनु पर्यो क्या। भन्दैन त यो दिपाल कम्पनीलाई भन्दै त एकचोटि। दिपाल कम्पनीलाई त्यही हो। दिपाल कम्पनी नै हरेक कारको कम्पनीलाई त्यही हो क्या। एटलिस्ट सिसिटिभी भयो। सिसिटिभी चाहिँ अब गाडीको त्यो यो क्यामेरा वाइज राखिसकेपछि त होइन अलि राम्रो राख्नु पऱ्यो नि त। अलि हुनु पऱ्यो 2-3 महिनासम्म फुटेज टिक्ने। अनि जतिखेर नि त्यो अन भइराख्ने क्यामेरा कहाँ के भइरहेको छ त्यो हेरिराख्ने पछि गएर होइन। त्यस्तो भयो पो सजिलो हुन्छ त हामीलाई नि। कहाँ के भयो ठोक्यो कसले हान्यो के गर्यो त्यो समाजमा सजिलो हुन्छ। एकछिनको त्यो दियो भन्दा दियो क्यामेरा दियो भन्दा रोड हेर्न मात्र रोड हेर्नलाई मात्र एकछिनको लागि कामै त्यो उयो नै भएन क्या। हुनु पऱ्यो क्या 2-3 महिनाको लागि त्यो सिसिटिभी जस्तै। यो दिपालसँग अरू केही छ त कम्प्लेन? दिपालसँग मात्र होइन सबै गाडीको त्यस्तै हो क्या। सबै ड्यास वेब क्याम हाल्नुपर्छ जस्तो छ सुन। त्यस्तै लाग्यो अब पोर्टेबलवाला सिसिटिभी हाल्नुपर्छ क्या अब। त्यो के अरे 1 हप्ता टिक्नेवाला क्या। भने हाल्नु मिल्छ त त्यो हालिने हुन्छ। अब त्यही हाल्नु पर्ला जस्तो। अगाडि र पछाडि अति नै क्या। त्यो चाहिँ एकछिनमा हराउँछ मेमोरी फुल। एटलिस्ट त्यो मेमोरीहरू त अलिक ठुलो हुनुपर्छ अलि धेरै हुनुपर्छ कि वायर तर चाहिन्छ। सो एभ्री कार है ल हाम्रो यहाँ सुजनको रिक्वेस्ट चाहिँ अब 360 क्यामेरा पुरै क्यामेरा स्यामेरा हालेको छ
अब यो अगाडि राखेको यो जुन क्यामेरा त्यसले भिडियो पनि 1 महिनासम्म बस्ने गरेर खिच्ने जिबी चाहिँ हाल्नु पर्यो अरे। 1 महिना नभए पनि होइन एटलिस्ट 1 हप्ता त एक हप्ता हुनु पर्यो अरे। ल रिक्वेस्ट इभी कम्पनीलाई, नेपालको जति पनि इभी डिलरहरू हुनुहुन्छ उहाँले सुनिदिनु होला। 1 हप्तासम्म भयो होइन। 1 हप्तासम्म यस्तो यसको फङ्सन चाहिँ कस्तो हुन्छ, 1 हप्तासम्म कुदायो होइन। अनि 1 हप्तासम्म कुदाइसकेपछि कस्तो हुन्छ भने इमर्जेन्सी यो ठोकेको भिडियोजहरू छ नि, यिनीहरूले त्यो भिडियो चाहिँ इमर्जेन्सी भिडियोमा राखिदिनु, ट्रान्सफर गरिदिनु पऱ्यो क्या, ताकि होइन त्यो अनि त्यो ठोकेको चाहिँ यो ठाउँमा यसरी ठोक्या रहेछ है भने हामीलाई पनि थाहा हुन्छ नि त। अब कहाँ ठोक्यो कसले ठोक्यो थाहा नै हुँदैन। जसले ठग्यो नि ठग्यो, अब ठगिसक्यो। अनि अब ठोक्नेले ठोक्छ। कसले ठग्छ अरे सुनिल? सक्नेले। सक्नेले, गुड, सक्नेले। सक्नेले ठोक्छ। तपाईँले ल तपाईँ तल झर्दै गर्नु ल। हामी चुचेपाटी आइपुग्यो भनौँ अब। सक्नेले गर्छ नसक्ने मर्छ, तर जे पाइ त्यो गीतै गाउन आउँदैन खास। मेरो पनि होइन र यो देश मेरो पनि होइन र। नेपाली ल्याङ्ग्वेज बोल्ने जति सबैको देश हो कि यो खासमा चाहिँ भन्नुपर्दा, तर खैरेहरूको चाहिँ होइन है। इन्डियनहरूको होइन। आजकल यहाँ नेपालीको भन्दा बेसी इन्डियन खैरेको देश भइसक्यो नेपाल। कहाँ हुन्छ मलाई अस्ति भर्खर यहाँ त्यो ठमेलबाट कतिजना 20 जना धन्दा गर्ने केटी हो कि के गर्ने केटी हो समात्यो भनेर देखाएको थिएँ मैले टिकटकमा। हो कङ्गारू स्टार्ट स्मार्ट। ए कङ्गारू मलाई पनि दिनु पर्यो है। के दिनु पर्यो रे? स्पोन्सर है कङ्गारू। अरू कुरा त त्यस्तै हो। त्यहाँनिर मैले अघि बिहान त्यहाँ दिदीहरूको भिडियो खिचेर लिएर आएको, त्यो डिलिट हुनु भएन, त्यति हो। सारेको छैन। छ्या जुङ्गा काट्ने बिर्सेछ नि। काटे होइन र तैँले? त्यो एउटा थियो नि, त्यो हेऱ्यो कि हेरेन तिमीहरूले? यो टिकटकमै आएको थियो कि त्यो पनि यस्तो रे क्या सुजन, के अरे तलको कपाल काट्ने पसल माथि सरेको छ कि ल माथिको कपाल काट्ने पसल तल सरेको छ। खत्रै रहेछ। बवाल कहाँ ल्याएर त्यो टिकटकमा आएको थियो कि सटरमा टालेर रहेछ कि यस्तो होला। तलको कपाल काट्ने पसल माथि सरेको छ भनेर ल्याएर होला। त्यही त भन्दैछु त नि, तलको कपाल काट्ने पसल माथि सरेको छ के हो होइन? माथिको कपाल काट्ने पसल चाहिँ तल त्यस्तै थियो है। जुन भने पनि एउटै जान्छ लजिक चाहिँ। पासङ लामु शालिगमा भाइ मलाई किन बोकेर हिँड्यो अरे? नक्सा अन्त तपाईँ नक्सा नक्सा कस्तो नक्सा भन्नाले? एमएपी म्याप अनि काठमाडौँको म्याप बोकेर अनि तिमीहरू के बिरगञ्ज हिँड्न लाग्यो त? त्यसपछि त बाँकी आफै हेरिहाल्यो। त्यसपछि काठमाडौँ कट्ने बित्तिकै तपाईँलाई त्यही बाहिर रोडमै फाल्ने हो नि त हामीले। भाइ गाडी कसको नाममा छ भने कुरा थाहा होला नि फेरि। पुलिस केस पो ठोकिदिन्छ तँलाई। तँलाई त आज मैले ड्राइभर बनाएर पो लानु लाग्यो त। कहाँ हो समीर खै? हामी चाहिँ यहाँ समीर ब्रदरलाई लिन आएको। खै समीर ब्रदर कता के हो चाहिँ सुतेरै बसिरहेको छ कि हो बनाउनु त। अगाडि
उठाएको रहेछ भाइ उठाएको र के गरेर त बुझ्दैन रहेछस् के यो ब्याग त मलाई खुब मन पर्यो यार खुब भालो 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 मासी भालो के अरे भालो मासी हो कि के भन्छ ए खुब भालो उही त हराउनु भयो कि प्योर लेदर हो ऊ त्यहाँ अगाडि आइसक्यो हिरो मान्छे त्यहाँ मान्छे चाहिँ ऊ पर बसिरहेछ अनि केटाहरू युनिक लेदर यो त सावर हो कि क्या हो केटाहरू मान्छे चाहिँ यहाँ यत्रो यहाँ भारी बोकेर आइरहेछ यार यहाँ ज्यामीले जस्तो हो ओ आमा हाकिम बोस गएर गाडी त खुट्टाको छेउमै लगिदिनु भनेर नि ओ आमा डो खोल्दे बसलाई डिग्गी खोल्दे डो खोल्दे ओ भयो ल तिनीहरूले त स्पिकरभित्र पानी हाल्दैछ क्या हो किन हेलो हेलो ल हवरी गाइज भनिदिनु त ल समीर ब्रो हवरी गाइज भनिदिनु हुँदैन केही नि हुँदैन गुड मर्निङ गाइज गुड मर्निङ गाइज ब्लग बनाउँदै गइरहेको हाम्रो त फेरि भ्लग्स ल के यही भ्लगबाट समीर दालाई एउटा केटी खोजिदिनु पर्यो यहाँ भाउजू चाहियो भाउजू 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 मेरो त भर्खर ब्रेकअप पनि भइरहेछ नभो ब्रेकअपै भएको हो ब्रेकअपले ठुङ सब फुट्यो नि ठङ्लाङ डुङ्लुङ चौपडी जोड्ने अब कसरी त डराएको सबै राख्दैन अनि जनसङ्ख्या यति मात्रै हो यति नै किन हो अब कोही हाल्ने कि होइन भनेको सोधेको तपाईँको बिच बाटोबाट जोडी मिलाम है दिक्क हुन्छ के छ त विचार है म त हिजो धुरन्धर हेर्नु पऱ्यो भनेर होइन पुरै नेटफ्लिक्स किनेर ल हेर्नु पऱ्यो भने 10 मिनटमा सुतेछु यस्तो अल्छी लाग्यो है अब हेर्दा हेर्दै सुतेछु तर म अलिकति लामो भयो क्या म यहाँ लास्ट अलिकति रे खासमा त्यो 4 घन्टा यो 2000 खासमा सिरिज बनाउनु पर्ने हो क्या यो त क्या फिल्म यस्तो लामो छ भने लास्टै लामो यार एकछिन त बिचमा निदाउनु आँटेको थिएँ म ओइ अलि म त ल दाइ हेर रे सबिन दाइ को मन पर्छ हेर रे यता बच्चै बच्चा छ त अगाडि चाहिँ हेर्न त मनको रहर टट्टे कान्छीलाई घुमाउने काठमाडौँ सहर
कान्छ मलाई सुनको तारा कसैदेऊ न सबैलाई के खाने हो चिसो चिसो चलाउँदै गर न अहिले चाहिँ हामी यहाँ फर्पिङमा आइपुगेका छौँ फर्पिङको बाटोमा हामी हिँड्दैछौँ अहिले हेलो गाइज वेलकम टु माई ब्लग वेलकम टु माई भ्लग पो तकले त चिन्डु बाबा लभ टु वेलकम के अरे त्यो खोलेर त्यो माथि टाउको निकालेर हिँड्छ नि अनि पुलिसहरू देखिन्छ कारवाही हो नि त यस्तोमा यस्तोमा मिल्दैन क्या यस्तो जस्तै अब कुनै बेला ब्रेक ठ्याक्क हान्छ नि मान्छे निस्किन्छ त्यो त्यस्तोहरू भनेर उयो गर्छ कारवाही हुन्छ तल खुट्टामा पनि सिक्छ यो चाहिँ बालन दाइलाई मात्रै बनाइदियो होला होइन माथि नम्स्ते 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 ठाउँको नाम हेर्न ठाउँको नाम ब्रदर हामी कहाँ पुग्यो हामी पुरान्डी पुरान्डी कस्तो नाम हो यो कस्तो नाम हो यो अब बालन सरकारलाई भनेर होइन यो ठाउँको नाम चाहिँ पुरन्डीबाट पुरन्डा राख्नु पर्यो कि पुरन्डी नै देखाएन मैले बनाएन है हम तो इनोसेंट है सुरदेखि मालिक मालिक हम तो इनोसेंट है मालिक इसने काम बिगाड़ा है पुरंडी को पुरंडा बनाने का नाम तो खतरा रहा है तो नाम खतरा है यस्तै गरे हाम्रो यताको बाटो कुलेहानी बाटो बाटो देख्दाखेरि गए मेरो सातो भन्न यत्रो बाटो किन जान्छ मान्छेहरू भिमबेदीको जाममा हामी भिमबेदीको जामले गर्दाखेरि हामी यहाँ बसिरहेको छौँ अहिले एनर्जी लेस भएर बल्ल खुल्यो अलिकति राहत पाइरहेको छ हामी भिमपेदी आइपुग्दाखेरि हाम्रो ब्रदर घर दिँदैछ
मस्त नि ल सुनिल यो माइक त्यहाँ हाम्रो समीर दाईको नाक्नेर लगाएर छ त ल राख्नु दिएर घर घर गरेको होस् म जस्तै रहेछ घर घर दिने रमाइलो छ होस् हामी यताबाट आइपुग्नु खोदा यताबाट आइपुग्यो है गाईहरू त्यो सामरी खोला भन्छ के भन्छ के खोला हो थाहा छैन खोला रे बगर बगर यो चाहिँ भीमपेदी मकवानपुर जिल्ला भीमपेदी बजार मान्छे हजार भीमपेदी गणेशस्थान चोक यहाँबाट हिँड्दै हिँड्दै गएको याद छ यार मलाई त अझै हामी बालापनमा बच्चामा हामी हाम्रो मामा घर आउँदाखेरि यहाँबाट हामी यो भीमपेदी बजारबाट हामी पुरै डाँडा बुढी चौर पुरै डाँडा काटेर जानु पर्थ्यो किनकि हाम्रो मामा घर चाहिँ हेटौँडा नै हो क्या यहाँ भीमपेदीबाट हामी यहाँ माथि बुढी चौर भन्ने ठाउँमा जानु पर्थ्यो अनि जस यहाँबाट हिँडिन्थ्यो तिनवटा डाँडा काटिन्छ कि तिनवटा रे चारवटा कतिवटा डाँडा काटिन्थ्यो मैले बिर्सिन्छ है त्यो डाँडा काट्दाखेरि रुखो मलाई अहिलेसम्म याद आउँछ अन्त रुखो छ एउटा ओइ स्पिड ब्रेकर नदेखितिर अनि यताउता नहेर्न अनि अगाडि हेऱ्यो त्यो ब्रो फोक अगाडि चाहिँ हेरिरहेको अगाडि चाहिँ हेरेको छ कहिले यस्तो हुन्छ अनि पछाडि क्यामेरा नि हेरिराख्नु परेन पछाडिको साइड सिसा पनि हाम्रो नि चेक गर्छ हामी चाहिँ अहिले एउटा बजारमा खाना गर्ने नि त हामीले कहाँ खान्छ एउटा बजारमा खाना खानु लाग्यो नि त एलर्जी भयो क्या ल के भयो खान्छ आम्मा के भइदिएर अन्त हात धोएर बस्नु खाना तिनवटा हो अर्डर भयो के ल अब खाना खाएर भेटौँ ल ठिक छ ठिक छ भन्नु पर्छ कि ग्लास खाना खाइसक्यौँ खाना खाइसकेर अब केटाडाबाट हामी बिरुवा जाँदैछौँ अब हामी बिरुवा जान्छ है हामीले चाहिँ भर्खरै मासु भात खायौँ बालेनको शपथ पनि हेऱ्यौँ होइन अनि शुभकामना सबैजनालाई है तपाईँ एकछिनमा भेट ल एकछिनमा भेटौँ ल अब हाम्रो यात्रा वीरगञ्ज होटल हामी होटेलमा खर्च
बल्ल होटेलमा आइयो है आइयो सामान बोकियो अब लिफ्टमा चढ्नु छ लिफ्टमा लिफ्टमा हजुर तुर्कीमा पुग्छ हाम्रो यहाँ दाइ पनि हुनुहुन्छ लिफ्टको वेटिङमा हाम्रो ड्राइभर कहाँ गएछ हाम्रो ड्राइभर कहाँ गएछ ड्राइभरै आइपुग्दैन होटेलको नाम के रे होटेल हाँ? पूजा होटल पुजन हामी चाहिँ होटल पुजनमा लिफ्ट चढ्दैछौँ आम्मा खाना खाँदै हुनुहुन्छ हो होटल पुजनमा 4 तला हामी कति पर्छ र यसको हजुर कति पर्छ र यसको यसको भ्याटमा नेपालमा लिनुभयो भनेदेखि 1 देखि माथि छ 1 लाखदेखि माथि विदेशी नै हो नेपालमा नेपाली त के भन्छ होला नेपालीले बनाउनु जाने भनेको नेता मात्रै हो अहिले किन गाजाको सोडा बिहा बनाए बनाएको मैले बनाएको छैन भनेकै छैन अलिकति खत्रै कुरा बनाएको भनेको चाहिँ नेपालीले जानेको भने नेता बनाउनु हो अनि त्यहाँबाट गफ अनि त्यहाँबाट गफ बनाउनु जानेछ यो बजेट कति हो म यो खोजिदिन्छु हस् हेलो बाबा ओ म गेम खेलौँ कि नखेलौँ अनि अघि पनि खेलेको नि गेम खेलौँ कि नखेलौँ बाबा खेला यो चाहिँ हाम्रो अल्छी लाग्यो नि जाऊ साइकल खेल साइकल मेरो यहाँ खेल्यो भने पक छोरा हाई गरिदियो बाबाको ब्लगमा ओइ तिमी आफू गर्ने अनि त्यहाँबाट जिमले भन्ने ओ हो र 10 मिनट मात्रै 10 मिनट मात्रै मलाई खोजाउँछ नि अब यो माथि नचाल भयो अब मैले खोलाउँछु Invasive aliens, following the same.
वीरगन्जमा छ वीरगन्जमा यहाँ पुरै रामनवमीको रमाइलो भइरहेको छ वीरगन्जमा आज रामनवमीको दिन कस्तो लागिरहेको आज हो आज रामनवमी कस्तो हुन्छ होइन म नेपालमा आएको हो कि इन्डियामा आएको हो भनेर म पुरै कन्फ्युज छु वीरगन्ज र मलाई दिल्ली एउटै जस्तो लाग्यो कहाँ आएको साह्रो छ यति बेलामा पनि 30-32 डिग्री छ वीरगन्ज अहिले हामी अहिले अब यहाँ घन्टाघरतिर तर घन्टाघर देखिरहनु भएको छ घन्टाघरतिर जाँदैछौँ अहिले हामी घन्टाघर कहाँ कहाँ हो मेडिकल लाने हाँ कसले उयो अटोवाला अनि एमडी आउँछ भने होइन एमडी रेडी हुँदैछ र भर्खर त उतै आउँदैन ये दोस्ती हम नहीं तोड़ेंगे हल्लुक दिँदाखेरि झन्डै रुएको त अरे त्यो फोटो स्किन त पायो त बिजोग रमाइलो पनि हुन्थ्यो त मेरो त आटो नि यहाँ भिडियो खिच्दै हिँडेको त मान्छेहरू त गाए पुरै कहाँबाट हुनु त साह्रो छ अब मेरो यो अहिले भर्खर मैले भ्लग स्टार्ट गर्दैछु अब क्यामेरा त्यति राम्रोसित पक्रिन त आउँदैन भर्खर सिक्दैछु माया गरिदिनु होला तपाईँहरूले जति माया गर्नुहुन्छ म त्यति नै भ्लगहरू लिएर आउँछु ल के घर आइपुग्यो अरे घन्टाघर घन्टाघर बालुदा भने कि फालुदा भने ओए झन्डै हाने बाइकले तेरो अनुसारमा त कति हेर्नु छ वाक्कै लागिसक्यो होला यार ये दोस्ती हम नहीं तोड़ेंगे के घर देखाउनु अब चाहिँ हाम्रो आइपुग्यो यस द घन्टाघर वीरगन्जको घन्टाघर दामी रहेछ है वीरगन्जको घन्टाघर काठमाडौँकै घन्टाघर होला मलाई केही पनि नबोल्ने काठमाडौँकै घन्टाघर होला केही पनि नबोल्ने यार प्राय अरू ठाउँतिर सबैतिरको घन्टाघरहरू बोल्छ काठमाडौँको घन्टाघर बोल्दैन हो एउटा फोटो राखौ न खिचेर के अरे पहिला काठमाडौँमा मन लागि हिँड्ने जस्तो हुन्छ पुरै रमाइलो छ यहाँ त सबैजना खाने होइन फालुदा 4वटा हामी के खाने अरे
फालुदा यही नाम फालुदा यहाँ छ नाम मिठो बवाल यो खाएपछि खाना खानु पर्दैन यसको नाम के भन्नुहुन्छ दाइ फालुदा भाइरल हो राम्रो होला बनाउला है हो त के हो रे त्यो सेवाई हो यहाँ भन्दै हाल्नु न त सेवाई सेवाई ल ओके सेवाई हजुर यो मेरो फेभरेट हो फेभरेट हो मेरो सुजन भाइको फेभरेट हो रे वीरगञ्ज आउँदाखेरि कहिले नछुटाउने चिकन थियो यता इन्डिया ओके हाम्रो लागि बनाइदिँदै हुनुहुन्छ फालुदा फालुदा हामी खाँदैछौँ फालुदा बदाम सेक तपाईँको नाम मेरो नाम विकास विकास के हो ल हाम्रो वीरगञ्जमा आउँदाखेरि हाम्रो घन्टाघर छेउको बदाम सेकको विकास सरकोमा आएर खानु होला उहाँले मिठो बनाउनु हुन्छ जस्तो लाग्यो मलाई है त गाइजहरू ल वीरगञ्ज आउँदाखेरि फालुदा खान चाहिँ नबिर्सिनु घन्टाघरको छेउको अब विकास सरको स्टलमा के हाम्रो फालुदा रेडी भइसकेको छ विकास सरले We enjoyed it. ल घन्टाघरको छत्री छायामा बसेर हामी फालुदा खाँदै ल थ्याङ्क यू कस्तो मिठो छ केटा कस्तो मिठो छ आम्मामा म त लामखुट्टे डेन्जर ठोक्यो मैले खाएको नि किन्ने यार केटा राख्नु एक अनि यहाँ फोटो खिच्नु पऱ्यो अब हात राख न त्यो राख्न फोटो खिच्नु पऱ्यो रे हामीलाई कस्तो छ मिठो छ जम्मै बाबा कस्तो छ मिठो ल यो बेस्ट हो यो तर मलाई त लामो डेन्जर ठोक्यो बवाल छ खाँदैछु फालुदा मिठो लाग्यो केटा हो यो ठेला यो गाडा नै लिएर हिँड्नु क्या गाडा लिएर हिँड्नु क्या गाडा बस्नु अट्छ लामखुट्टे खतरा आया डाबरे डाबर एउटा तान्नुको लागि केही छैन जिपिएस छ रेगी हाल्छ अब क्या जाँदैछौँ अब ओ सुजन ओ मान्छेलाई ठोकेर प्लाक्टै हाल्यो मेरो त्यहाँबाट यस्तो गर्ने क्या त्यो निधार मात्रै देख्यो भने चलाउँछु अब यो काटेर निधार ठोकौँला को देख्दैन क्या म मात्रै देख्छु ओए के गरेको यो फेस डिटेक्ट गरेछ क्या मेरो गरेछ नि त ल
तेरोमा थिच्न डबल क्लिक गर्नु न तेरोमा कहाँ मेरो अन्डर देखाउनु नि त नि कहाँबाट डबल क्लिक गर्ने अब तपाईँकोमा डबल क्लिक गर्नु भाड़ा निकाल ली 60 रुपए अगर बिल अब गऱ्यो ना भने मिली अब गऱ्यो भने के गर्दै गर्दै मम्मीलाई क्यामेरा झार्न चाहिँ न अमर यतातिर नहीं उतरे हम चौक पे रुकने नहीं ब्लग छ मेरो अन्डर देखाउनु पर्ने उसको वहाँ पे आगे रोकने नहीं देगा या फिर आगे रोकेंगे थोड़ा आगे रोकेंगे या फिर यहीं पे रोकेंगे यो त स्क्याम हुन्छ नि अरे रामनवमीको है गाइजहरू अटोमा अटो आई हेभ नो फोटो इफ यू फरगेट मी लाइफ इज छोटो अरे क्या अच्छा अहिले त फेरि के हो भ्लग त फेरि कडै गलाएको छ तिम्रो त यार चिलाएको त अब मर्दै नमर्ने भएर तान चिलाउँछ तान चिलाउँछ यो नेपाल हो कि इन्डिया यार म त कन्फ्युज भइसकेँ यार ल गाइजहरू हामी चाहिँ अहिले झरिसकेका छौँ अटोबाट कसरी रुपियाँ फिर्ता छ 20 रुपियाँ 20 रुपियाँ कति रुपियाँ फिर्ता आएर 100 रुपियाँ भन्दा चाहिँ 20 रुपियाँ एकजनाको 20 रुपियाँ अनि कम्प्रोमाइज एकजनाको बिच ल धन्यवाद धन्यवाद ओइ अझै कता उयो रहेछ नारायणी हस्पिटल नारायणी हस्पिटलमा के हो र? कहाँ छ सूर्य आइडिएफ कल गर्छु हामी के नारायणी हस्पिटलमा के हो जानला भाइ म यो जिया मुरा दावा भाइ यहाँ भाइलाई फोन गर्दैछ कहाँ मेरो पछाडि खोइ खोइ पछाडि छ अरे खोइ कुद्यो खोइ खोइ चिन्दैन मैले के आयो यो धुरन्धर हामी चाहिँ यसकै बेमा आएको है हामी चाहिँ यसकै बेमा आएको है गाइजहरू ओ ल ल ल दुला राजालाई हाम्रो भ्लगमा स्वागत छ सँगै हो ल दुसै रहेछ हाम्रो हाम्रो बेहुलामा स्वागत छ भ्लगमा खोइ लाइक सब्सक्राइब खोइ भन्नु पर्दैन गरे हुन्छ नगरे हुन्छ च्यानललाई लाइक सब्स्क्राइब कमेन्ट गर्नु होला मार्पा भ्लग मन परेन भने नगर्नु रे मन परेको गर्नुहोस् मन नपऱ्यो अब मैले त्यही भन्ने जसरी पनि गर्नै पर्छ उतै हो ओ हामी बिरयानीमा ओ रेकर्ड भएकै थिएन तपाईँको वाट इज दिस
अब बिरयानी खाने कुराहरू मेनु जस्तो यही होला हामी खिचेको हेर्नु त यता जोइन के हो अरे भाइ फेरि कोलाकोटले हामी बिरयानी खानलाई यहाँ माउन्टेन ड्यू भनेर माउन्टेन ड्यू हाम्रो दुला उसकै बिहेमा आएको है हामी चाहिँ हाम्रो दुला अघि नै पो हुनुपर्ने आजकल दुला किन ह्यान्डसम हुँदै गएको छ अनि कहाँको केटी लिएर आएको रे इन्डिया इन्डियाको छिमेकी राष्ट्र भारतको होइन छिमेकी राष्ट्र उताको पपुलेसन यता तान्दियो उता घटाइदियो उता घटाइदियो ठिक छ यता राम 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 बनाइदियो ओए राम रे त ल होइन भन्नु नि फेरि राम भन्छ कस्तो रे कस्तो राम्रो त्यसो त ठिक छ नि होइन अब यो यत्तिकै ह्यान्डसम मान्छे यहाँ आइसकेपछि त अनि अब ह्यान्डसम त उयो भाइ सम्झिने पानी चम्किने भने गीत सुनेको छ ह्यान्डसम त भाइ त होइन है मेहन्दी लगाएर ह्यान्डसम यता भइरहेको छ कहिले आइदियो त मेहन्दी हातको मेहन्दी हो हातको मेहन्दी होइन कपालको होइन हो यस्तो अब कस्तो खाले मेहन्दी हो त अनि कहिले डिजाइन अनि यस्तै लगाउँछ अनि तात्नु लाउने हो नि त यस्तोमा अनि कस्तो बिल भइरहेको छ हल्दीहरू गऱ्यो तेरो जस्तो बिहे हो त भाइ हल्दी जल्दी नहेर न त्यो भएर गोरो भएको छ नि फेसियल क्लिनिक सिसिङ हान्दिएको हेर त दारी पनि कलर गरेर आएको छ कालो गाडी कलर उसले गरिदिएको अनि ल यार कस्तो थाहा पाइहाल्नु उसले गरिदिएको अलिकति राम्रो बनाइदिएको बेहुली मखाउनमा बेहुली मक्काउनु भनेर अनि झन्डा भएछ कति टेन्सन छ सानोदेखिको ल सबैलाई बेहुलीले यस भनेर राम्रो बनाइदियो उता पनि गर्नु न हाम्रो त गरेर यहाँ भ्लग बनाउने म तिम्रो भ्लग बनाउन आएको त मेरो भ्लग बनाउने म उतै बसिहाल्थेँ तपाईँको भ्लग बनाउनु हेर्ने क्यामेरा पनि कति किनिदिएको यो तपाईँको पेको भ्लगको लागि मात्र किने सुरुको कसले किने कसले किनिदिएको कसको हातमा छ यहाँ ल बिरयानी पनि कुन चाहिँ स्पाइसी हो ए यो स्पाइसी यो नर्मल हो नर्मल चाहिँ कस्तो यो स्पाइसी मेरो यो ट्याक्सन मेरो गाइस यता आउने बित्तिकै यो चाहिँ खानुपर्छ क्या के छ यो चाहिँ किन हाल्नु? बिरयानी पनि मिठो लाग्छ दामी लाग्छ मलाई यस्तो मनपर्छ यहाँको बिरयानी सबभन्दा मलाई मिठो लाग्ने बिरयानी सबैभन्दा मिठो लाग्छ होइन बिरयानी हेर्नु कुरमा नै आउँदैछ कुरमा तर कहिलेकाहीँ बिर्सेर तुरमा भनिदिन्छु मैले अनि त्यसमा डिफ्रेन्स चियर्स के आउनु अब बिरयानी चियर्स भन्दा पनि भइहाल्यो ल है ल ल कस्तो ठिक छ फाइन है यो दामी छ है भाइ टेस्टेड यो दामी छ क्या म पनि चाख्दैछु बिरयानी कसो हेरौँ यसको खोइ उयो आउँदैन हाल्ने साल्ने ए भाइ के गर्यो यो स्पाइसी छ त यो नि स्पेस यो खाएर स्पाइसी यो प्याजमा प्याजमा हाल्ने प्याजमा हाल्ने त्यो त यहीँ थियो अर्को भनेको बिरयानीमा हाल्ने के हुन्छ नि राजमा म होइन नि त सलमान खान हो हावाले उडाइहाल्यो तिमी सलमान खान हो तिमी सलमान खान हो के भन्नुभयो सलमान खान हो भनेको होइन गणेश गणेश कुमार रे के त सलमान खान हावा बोल्छ बनाइदिएको नि त मेरो नाम गणेश कुमार छ ओके ल दामी छ बिरयानी सलमान खान भनेर गणेशसँग भेटाइदिने
गणेश आचार्य